ये डाइनोसर डाइनोसर हो यहाँ चाहिँ चट्टै हो लभ स्टाचस सो अब चाहिँ यो साथै यहाँ पछाडि मेरो हेर्न सक्नुहुन्छ पछाडि यो चाहिँ जिप लाइन स्काई साइक्लिङ रपवे डबल स्काई साइक्लिङहरू छ है अनि मेरो पछाडि चाहिँ हेर्न सक्नुहुन्छ यहीँ लभ स्ट्याचु लेखे यहाँ चाहिँ चट्टै हो लभ स्ट्याचस वर्ड लेखेर आएको छ अनि अरू खेल्ने गेमहरू पनि एड गर्दैछ तर अहिले फिनिसिङ चाहिँ भएको छैन बिस्तारै बस सब बच्चाको लागि यसलाई चाहिँ रपवे साइक्लिङ भन्छ ए साइकल आफूले चलाइ जान सक्नुपर्छ जान खाले है ल हेर्नु सक्नुहुन्छ भ्यू कति राम्रो छ यहाँको है भ्यू कति राम्रो छ है तपाईँलाई अझै देखाउनु छ देखाउने छु तपाईँहरूलाई अझै राम्रो ठाउँहरू पनि छ अझै कति अझै सकेको छैन अझै बाँकी नै छ है अब उता पछाडिको नजारा देखाउनु छु तपाईँहरूको लागि भनेर मैले आज यस्तो हामी ठाउँको नजारा लिएर आएको छु नि देखाइरहेको छु नि तपाईँहरूलाई यहाँ त सब यहाँ त के सब पार्कहरू छ क्या यहाँ फ्यामिलीहरू ल्याएर फ्यामिलीहरूसँग आएर पनि ड्राई पिकनिकहरू गर्न सक्ने छ क्या त्यसमाथि पार्कहरू पनि भन्नु न पार्कै हो यो एउटा यो है एउटा यो पार्कै हो घुम्नको लागि आइन्छ क्या टुरिस्टहरू यहीँको इन्डियाकै मान्छेहरू धेरै जस्तो प्रायः घुम्न आउने गर्छन् कपल्सहरू आउँछन् धेरै है बच्चाको लागि खेल्ने कुराहरू सबै छन् यहाँ है तपाईँलाई अगाडिको पछाडि क्यामेराले गरेर देखाउँछु यहाँ यस्तो पार्कहरू चाहिँ चट्ट घुम्ने पार्कहरू छ यतातिर अब अगाडि उहाँ पछाडिबाट तपाईँहरूलाई पनि अब यसरी एक राउन्ड यसो घुमेर देखाउनु पऱ्यो नि तपाईँहरूलाई ल साथीहरू है अब एक साइडको नजारा त मैले तपाईँहरूलाई देखाइसकेँ जहाँबाट भ्यूहरू देख्न सकिन्छ स्काई साइक्लिङ थियो जिप साइक्लिङ थियो है अब यहाँ अग्लो साइडमा यस्तो पार्कहरू छ तपाईँहरूलाई म देखाउँछु है ल ब्याक साइडको चाहिँ पार्कहरू छ यतातिर है ए भाइ पार्कहरूको नजारा पार्कको नजारा छ है यस्तो दामी दामी पार्कहरू चाहिँ मजाले चटक्क बनाएर ल्यान्डस्केपलाई ल है सुन्दर शान्त पार्क ल नि है सब त्यो रडहरू हालेर चट्ट लहर घाँस लगाएर कस्तो मजा स्ट्याचु यस्तो है मजा राखेको है ल हेर्न सक्नुहुन्छ ल यो चाहिँ थियो है कैलाशगिरीको भ्यू है अब तपाईँलाई म अरू कता देखाउँ कुन देखाउँ है ल अब वहाँ तलबाट चाहिँ रातिको टाइममै तलबाट हेऱ्यो भने लाइट बलेको चाहिँ यही देखिन्छ यो जुन छ नि यो यही देखिन्छ लाइट बलेको तलबाट चाहिँ है तलबाट रातिको टाइम गर्ने यसको लाइट बल्छ यही देखिन्छ राति तलबाट कहाँबाट भनेदेखि यहाँ तलबाट लाग्ने सक्छ यो चाहिँ यहाँबाट चाहिँ पुरै भ्यू देखिन्छ हामी कहाँबाट आयो यही होला है यही हो नजारा दृश्य हाम्रो यो कैलाशगिरी नजारा भनेदेखि तपाईँहरू पछाडि देख्न सक्नु भएको छ नि यही हो नजारा है त्यो तलबाट हामी आएको चाहिँ त्यही तलबाट हो
अनि यो जुन देखिरहनु भएको थियो नि कैलाशगिरी थम्बनेलमा तपाईँले हेरिराख्नु भएको थियो होला, यही हो। यसको नाम छ कैलाशगिरी राख्छ कि है। अब यति छ, अझै बाँकी नै तपाईँहरू देखाउनु। तपाईँले उता छैन, पछि पनि वहाँ गएर म देखाउने छु है। भिडियोमा बनाइराख्नु होला। यहाँबाट चाहिँ चट्ट रातिको टाइममा चाहिँ यो जुन छ नि देखेको हो, यही के रातिको टाइम तलबाट चाहिँ हेर्दाखेरि यसको लाइट बल्लै देखिन्छ। त्यति मनको हाइटमा छ यो, यहाँदेखि त्यति देखिँदैन, तर तलदेखि चाहिँ त्यतिको हाइटमा देखिन्छ है। सो अब अझै हामी उता साइडतिर जान्छु, उता साइड गएर पनि तपाईँलाई म देखाउँछु है। ल त जाउँ त हामी उता। सो साथीहरू, म फेरि अर्को साइडको पार्कको भ्यू देखाउनको लागि म आएको छु, आइसकेँ है। अब मेरो पछाडि चाहिँ तपाईँले ठुलो खाले शङ्खकिरा हेर्न सक्नुहुनेछ है। तपाईँलाई म देखाउँछु है। ल नआत्तालिनु होला है। ए तपाईँलाई ब्याक क्यामेरा गरेर देखाउँछु। ए यहाँ चाहिँ हेर्नुहोस् ठुलो शङ्खकिरा। ल यो साँच्चीकै त होइन, बनाएको हो है। यो चाहिँ ल यो हेर्नुहोस्, यो चाहिँ शङ्खकिरा हो है। शङ्खकिरा कस्तो मजाले स्टाइल बनाएर आएको छ कि शङ्खकिराको। यस्तै चाहिँ धेरै थरी छ कि राम्रो त। जस्तै अब गोही बनाएको छ है, गोही बनाएको छ र अनि अब गोही भयो, अनि कछुवा भयो, अनि अब च्याउ भयो। च्याउको पनि छ उतातिर, तपाईँलाई म लिएर जाँदैछु म उतैतिर है। ल मेरो भिडियोमा पनि राख्नु होला है। यताबाट जाउँ न, यता बाँड्छु, उता बाँड्छु है। यहाँ सब धेरै जसो भनेदेखि अब पार्कहरू छ कि यता पार्क हो, तर यसमा के अरे बच्चाहरू खेल्ने चिजहरू छ कि यतातिर चाहिँ। हो तपाईँलाई म अगाडि देखाउँछु। के अरे 3D हरर भन्छ नि, के भन्छ, हरर गुफा, त्यो पनि छ यहाँ। तपाईँलाई त्यो पनि हरर गुफा पनि देखाउँछु है। मेरो भिडियोमा बसिरहेको यस्तो दामी देख्छ नि, बस तपाईँहरू मलाई सपोर्ट गर्नु। जो नयाँमा सदस्य छ त्यो उसले मलाई सब्सक्राइब गर्नुहोस्, सब्सक्राइब गर्नु, मेरो च्यानलमा जोडिराख्नु है, जोइन भइराख्नु। म त यस्तो दामी भिडियो ल्याउँछु नि, तर ढिलो आउँछु केही छैन, तर म राम्रो भिडियो इन्ट्रेस्टिङ ल्याउँछु क्या। तपाईँहरूलाई पनि अलि हेर्दाखेरि पनि राम्रो बस् न होइन। सो म चाहिँ अब यहाँ 3D मा आइसकेको छु है, जहाँ डाइनोसरहरू, हात्तीहरू छन् र च्याउहरू छ। च्याउको पनि छ, गोजिलाहरू पनि छ है। ल यहाँ यो चाहिँ डाइनोसरको कि। ल डाइनोसर हेर्नुभएको तपाईँले कहिले? डाइनोसर ल हेर्नुहोस् है। यो डाइनोसर भित्र डाइनोसरहरूको जस्तै 3Dहरू देखिन्छ कि यता सबै है। यहाँ अब यहाँ हात्तीहरू छ है। पुरै ओरिजिनल जस्तो डाइनोसर देखिन्छ। अब रेलीमा त हेर्न सकिँदैन है, रेलीमा त हेर्न सकिँदैन। अब त्यही हो, अब रेलीमा त हेर्न कहाँ सकिँदैन। अब त्यति अब स्टाइलमा हेरेर चित्त बुझाउनु त हो नि होइन। सो अब चाहिँ यहाँको नजारा त्यतिसम्म नै हो साथीहरू है। सो साथीहरू, यो हेर्न सक्नुहुन्छ, यो त तपाईँको च्याउको बनाइरहेको छ है। यो च्याउको म भित्र जाँदैछु है। च्याउको भित्र कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँछु। च्याउको भित्र त पस्न सक्दैन, तर पनि यहाँ लगाइदिन्छु ल। यो च्याउको भित्र छु म है। ल हेर्नुहोस् ल, यो च्याउको जस्तो मैले त होइन, के लिएछ आँखाहरू के लिएछ पढ्नु है। ल कोही बेला पढाउँछु
सब यहाँ आयो, यहाँ आएर चट्टने नामहरू लेख्यो कसको अब गर्लफ्रेन्ड सलफ्रेन्ड कपाल उपाल आएर सब यसको भित्र डटले कोरेर ढङ्से बनाइरहेछ नि के गर्ने पूजारे उजारे कुजारे कसको ल होइन जसको लभ चलिरहेछ है यो यहाँ आएर चट्ट आएर यसो लेख्दा हुन्छ उनीहरूको माया सफल हुन्छ सधैँ स्ट्रङ भइरहन्छ छुट्दैन कहिले नि त्यस्तो भन्ने छ यहाँ है। यहाँ आएर यो च्याउको भित्र बसेर यसरी नाम लेख्यो भने चाहिँ उनीहरूको लभ सक्सेस हुन्छ अरे, लभ म्यारिज नै हुन्छ अरे र कहिले पनि टुट्दैन अरे के त्यस्तो भन्ने कहावत छ यतातिरको चाहिँ है। यस्तो च्याउमा लेख्यो भने जहिलेसम्म यो टिकिरहन्छ तहिलेसम्म उनीहरूको माया टिकिरहन्छ स्ट्रङ भइरहन्छ अरे त्यस्तो हुन्छ। कसैको आँखा लाग्दैन अरे साथीहरू ल साथीको गोल आउनु छ कमेन्ट बक्समा मलाई कमेन्ट गर्नु होला है अनि म तपाईँहरूलाई लिएर आउनेछु यतै। सो साथीहरू ल फाइनली अब मैले तपाईँहरूलाई सब हाम्रो कैलाशगिरीको नजारा देखाइसकेको छु है। अब हाम्रो कैलाशगिरीको नजारा त यति नै हो है। अब तपाईँहरूले के कस्तो लाग्यो मेरो भिडियो कृपया लाइक र प्यार र कमेन्ट गर्नु होला है। अनि जो नयाँ सदस्य छ नयाँ साथीहरू छ मेरो भिडियोलाई हेरिराख्नु भएको मेरो भिडियो अगर राम्रो लाग्यो भने कृपया सब्सक्राइब गरिदिनु होला र सब्सक्राइब गरेर मेरो च्यानलमा जुडिराख्नु होला है। सो यति भन्दै तपाईँहरूसँग म छुट्टिन चाहन्छु। फेरि भेटौँ होला अर्को न्यू र नयाँ इन्ट्रेस्टिङ भिडियोमा। सो तपाईँहरूलाई अहिलेको लागि सो बाई बाई। फेरि भेटौँ होला अर्को नयाँ नेक्स्ट भिडियोमा।